के कुराले प्रेरित गर्यो? शिक्षा क्षेत्रमा त आएको हो प्रेरित भएर आएको होइन कि फ्रेङ्कली स्पिकिङ म धेरै पहिले 2000 नमस्कार। टेलिभिजनको साप्ताहिक कार्यक्रम शिक्षा र चर्चामा यहाँ स्वागत छ। म कार्यक्रम प्रस्तोता आदिल छ। कार्यक्रम शिक्षा र चर्चा यहाँले हरेक साताको शनिबार बिहान 11 बजे नेपालगञ्ज टेलिभिजन हेर्न सक्नुहुन्छ। दर्शकहरू, शिक्षा मात्र पठन पाठन होइन, शिक्षा मात्र परीक्षा होइन, शिक्षा मात्र पाठ्य पुस्तक होइन, शिक्षा तो समाजको मूल आधार हो। सोही कुरालाई मध्यनजर गरी आज शिक्षा सम्बन्धमा आज हामीहरूको बीच एबिसी रेजिडेन्सियल सेकेन्ड्री स्कुलका एकाडेमिक कोअर्डिनेटर म्याडम ज्योति विश्व हामी माझ उपस्थित हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत छ यहाँलाई। तर कार्यक्रम सुरु हुनुभन्दा अगाडि म्याम तपाईँको व्यक्तिगत विवरणको बारेमा जनता सामु राख्न हार्दिक अनुरोध गर्छु। नमस्कार सबैलाई, मेरो नाम ज्योति हो। म एबिसी रेसिडेन्सियल सेकेन्ड्री स्कुलको एकाडेमिक कोअर्डिनेटर। म चाहिँ नि 2062 देखि यो शिक्षा क्षेत्रमा छु र एबिसी रेसिडेन्सियल स्कुलमा एज अ कोअर्डिनेटर काम गरिरहेको मलाई 6 वर्ष भयो। तपाईँको विचारमा शिक्षा भनेको के हो? शिक्षा भनेको नै न्यू हो मेरो विचारमा है। शिक्षा भनेको नै न्यू हो, फाउन्डेसन हो। एउटा विद्यार्थीको जीवनमा शिक्षाको कस्तो महत्त्व छ? एउटा विद्यार्थीको पनि छैन, जस्तो मैले भर्खरै भने शिक्षा भनेको फाउन्डेसन हो। शिक्षा भएन भने पहिलो कुरा त जोसँग शिक्षा छैन त्यसलाई विद्यार्थी नै भनिँदैन होइन। विद्यार्थीले नै शिक्षा लिने हो। त्यसैले शिक्षा बिना विद्यार्थी भनेको त पानी बिनाको माछा भन्दा पनि हुन्छ। हजुर, जीवनमा तपाईँले अनुभव गरेको होइन अथवा तपाईँलाई यो शिक्षा क्षेत्रमा आउनको लागि पढ्थेँ होइन, मैले साइन्स साइड कम्प्लिट गरेको थिएँ। अनि एट अ टाइम साइन्स टिचर चाहियो भनेर एउटा भ्याकेन्सी आयो। अनि रहरमा ल यसो के ट्राई गरौँ, प्रेरणा थिएन, रहर थियो होइन। ल यसो के ट्राई गरौँ न त, केही गर्न सकिन्छ कि भनेर गएको। तर एक्चुअलमा जब यो पेसामा आएँ नि र आफूले सिकाउँदा जब बच्चाले सिक्न थाले, आफूले भनेको कुरा बच्चाले मान्न थाले, आफूले दिएको ज्ञानहरू जब बच्चाले बटुल्न थाले नि, अनि आफूलाई कस्तो फिल भयो, ए ममा त यति क्यापेसिटी रहेको छ कि मैले कसैको थट चेन्ज गर्न सक्छु, कसैको लाइफ चेन्ज गर्न सक्छु। अनि यो कुराले मलाई यस्तो प्रेरित गरिदियो कि त्यसपछि मैले यो फिल्ड बाहेक अरू कुनै फिल्डमा जाने ट्राई नै गरिनँ। त्यो रहरमा आउँदै आउँदै तपाईँ यसैमै समाइहाल्नु। एकदम। अब त्यो काम गर्दा गर्दा पनि त कोही यस्तो मान्छे होला नि, ऊ जस्तो यदि मैले पढाउन पाएँ भने कति राम्रो हुन्थ्यो, ऊ जस्तो गरेँ भने कस्तो हुन्थ्यो, कोही न त प्रेरणा होला नि यो क्षेत्रमा। खासै भनौँ भने त्यस्तो त केही पनि पाइनँ है मैले, किनकि म मेरै काममा रमाउँथेँ। मलाई मेरै काम राम्रो लाग्थ्यो, बच्चासँग खेल्न, बच्चासँग चल्न, बच्चालाई गाली गर्न। त्यतिखेर जब मैले स्टार्ट गरेको थिएँ त्यतिखेर त धेरै स्ट्रिक्ट कम्युनिटी थियो कि, समाज नै स्कुल नै स्ट्रिक्ट थियो होइन। मलाई मेरै रुल्स एन्ड रेगुलेसन मन पर्थ्यो कि, र साँच्चै भनौँ भने त्यहीबाट प्रेरित भएर सायद मेरै त्यो रुल्स रेगुलेसन हेरेर, मेरै काम हेरेर नै मैले बहुत छिटो कोअर्डिनेटर हुने अपर्च्युनिटी पाएँ कि। मैले बहुत सानो एजमा म कोअर्डिनेटर भएको, बहुत सानो एजमा कोअर्डिनेटर भएको। सुरुवात गर्नुभएको? मैले सुरुवात गरेँ बागेश्वरी स्कुलबाट, किनकि म त्यहीँको। अनि जय बागेश्वरी सेकेन्ड्री स्कुलमा म पढ्थेँ र त्यसपछि मैले आफ्नो शिक्षा पनि त्यहीँ कम्प्लिट गरेँ र यो पेसा पनि मैले त्यहाँ स्टार्ट गरेँ र सायद 1 वर्षभित्र नै म कोअर्डिनेटर भइहालेँ थिएँ त्यहाँ जोइन गरेको। अब कोअर्डिनेटर भइसकेपछि कस्तो कुराहरू तपाईँ अनुभव गर्दै जानुहुन्छ? एकाडेमिक कोअर्डिनेटर भनेको यस्तो जहाँ चाहिँ नि हामीले यो पोस्टले के गर्नुपर्छ थाहा छ? हामीले विद्यार्थी पनि हेर्नुपर्छ, शिक्षकहरू पनि हेर्नुपर्छ, प्लस एडमिनिस्ट्रेसन पनि हेर्नुपर्छ। हामी यस्तो पोस्टमा हुन्छौँ, हामीले सबैलाई मिलाएर हिँड्नुपर्छ कि। यो एक्चुअलमा पढ्ने कोअर्डिनेसनकै हो, तलदेखि माथिसम्म मिलाएर हिँड्नुपर्छ। आजको एपिसोडमा हामीहरूको मुख्य यदि विषयवस्तु हामीले भन्यो भने अतिरिक्त क्रियाकलाप, पढाइसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि लाग्नुपर्छ है। तपाईँले आफ्नो विद्यालयमा कस्ता कस्ता अतिरिक्त क्रियाकलापलाई जोड दिइराख्नु छ? मैले मेरो आई थिङ्क आजको डेटमा हामीले प्रत्येक एक्स्ट्रा एक्टिभिटीहरू गराइरहेको छौँ। डान्स, सिङ्गिङ, क्विज, स्पिच, अनि के अरे गेम्स होइन। आई थिङ्क सबै कुराहरू हामीले लिएर हिँडेको छौँ।
अहिले तपाईँले हेर्नुहुन्छ भने हाम्रो पेज पनि फलो गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। सायद कुनै पनि यस्तो एक्टिभिटीहरू छैन जुन हामीले गर्दैनौँ। प्लस सँगसँगै हामीले इच एन्ड एभ्री फेस्टिभल सेलिब्रेट गर्ने, बच्चाहरूलाई सांस्कृतिक कुराहरू पनि सिकाउने, ज्ञान दिने सबै कुरा गरिरहेको छौँ। अहिलेको समयमा झन् यत्रो ठुलो सिलेबस होइन, हामी यदि सामान्य बेसिक एजुकेसनको कुरा गरौँ होइन, आधारभूत शिक्षाको कुरा गरौँ, यत्रो ठुलो सिलेबस त्यहाँ त 10-11 महिना पनि विद्यार्थीहरूलाई पढाउन पनि शिक्षकहरूलाई कति कठिनाइदेखि सामना गर्नुपर्छ। पढाइ प्लस अतिरिक्त क्रियाकलाप प्लस कोअर्डिनेसन कसरी म्यानेज गर्नुहुन्छ म्याम? सर अहिले कसरी गर्छौँ हामीले चाहिँ नि चैतमै हामीले एउटा क्यालेन्डर बनाउँछौँ कि सिलेबस सिट गर्छौँ। त्यसमा हामी सन्डे टु थर्सडे कसैलाई डिस्टर्ब गर्दैनौँ इन स्टडी है, पढाइमा कुनै पनि डिस्टर्बेन्स नै। अनि फ्राइडे हामीले इच एन्ड एभ्री फ्राइडे हामीले एउटा एक्टिभिटी गर्छौँ ब्लक वाइज, सेक्सन वाइज, जुनियर सिनियर होइन, क्लास कसरी कुन क्लासलाई कुन एक्स्ट्रा एक्टिभिटी गराउँदा ठिक हुन्छ, नर्सरी एलकेजीलाई के गर्ने हो, 10लाई के गर्ने हो, त्यो अनुसारले लैजान्छौँ। प्लस नर्सरी टु 6सम्म त हामीले एउटा एक्स्ट्रा एक्टिभिटी पिरियड पनि राखेछौँ जुन एभ्री डे फलोअप हुन्छ होइन, सन्डे टु फ्राइडे नै हुन्छ। त्यो पनि हामीले त्यसको लागि युज गर्छौँ। तपाईँले नर्सरी टु 10लाई नै लग्नुहुन्छ होइन। अब तपाईँले भन्दा फर्स्ट पिरियडदेखि लास्ट पिरियडसम्म हामीले पढाउने हो, सन्डे टु थर्सडे पढाउने हो। तर एउटा रहर हुन्छ नि बच्चाको अतिरिक्त के अब मेरो गेम छ है, जसले गर्दा बच्चाहरू त हप्ताभरि नै त्यो गेमको लागि तयारीमा हुन्छन्। त्यसमा तिनीहरूको पढाइमा समस्या नै, हुँदैन म्याम? त्यो पढाइमा समस्या हुनै दिँदैन, किनकि हामीले तिनीहरूलाई त्यसरी नै कि इफ यु वान्ट टु प्ले होइन, खेल्नु चाहिँ इट्स ओके, खेल्नु जरुरी हो, तर सबभन्दा इम्पोर्टेन्ट पढाइ हो। तिमीले जब पढाइलाई डिस्टर्ब गर्दैनौ तिमीले सबै कुराको लागि चान्स पाउँछौ। पढाइलाई डिस्टर्ब गऱ्यो भने चान्स हुँदैन। योबाट के हुन्छ, बच्चा मोटिभेट हुन्छ। हामीले जब कुनै गेम राख्छौँ नि, कुनै पनि एक्टिभिटीहरू राख्छौँ नि, त्यसमा नाम लिन्छौँ नि बच्चाहरूको, को पार्टिसिपेट गर्ने नाम दिन्छन्। अनि तिनलाई तपाईँ भनिदिनुहोस् आफ्टर 1 विक यु हेभ अ कम्पिटिसन, तिनी कहिले एब्सेन्टै हुनु। ह्याभ अ कम्पिटिसन चाहिँ एउटा लिखित रूपमा त भन्दाखेरि ठुलो सुन्नमा त बहुत राम्रो लागेछ। त त्यसको भित्र घुस्न हामीहरूले त स्कुलमा त क्याप्टन्सहरू पनि बनाउने गरेका छौँ। त्यो हामी कहाँ पनि छन्। क्याप्टन्सको माथि जिम्मेवारी छ, प्लस टिचर्सहरूमा पनि क्याप्टन्सहरू छ। टिचर्स प्रत्येक हाउसको आफ्नो आफ्नो कोअर्डिनेसन हुन्छ। सबै कुरा कसरी म्यानेज गर्नुहुन्छ म्याम? मेरो टिचर्सहरूले मलाई हेल्प गर्नुहुन्छ। प्लस जस्तोले भर्खरै भन्नुभयो नि क्याप्टन्सहरूले हेल्प गर्छ, टिचर्सहरूले हेल्प गर्नुहुन्छ। जसको लेजर पिरियड छ, फ्री पिरियड हुन्छ, त्यो टिचरहरूले पनि कोअर्डिनेट गरिदिनुहुन्छ, कोअपरेट गरिदिनुहुन्छ। नभए त सकिँदैन सर, कोअर्डिनेटर भएर मात्रै गर्न त सकिँदैन। कोअर्डिनेसन भनेको वर्डै कोअर्डिनेसन आइसकेपछि त सहकारी हुनु नै पर्यो। अनि यो अतिरिक्त क्रियाकलापले बच्चाको जीवनमा कस्तो असर पार्छ? यसको महत्त्व के हो त? अतिरिक्त क्रियाकलापले ठुलो चेन्ज ल्याउने भनेको आजको एज जुन छ नि सर, अहिले यो जेनेरेसन जुन छ नि डिसिप्लिन लेस जेनेरेसन छ क्या। अहिले सबभन्दा कमी भनेको डिसिप्लिनको छ बच्चाहरूको लाइफमा है। र गेमले, एक्स्ट्रा एक्टिभिटीहरूले डिसिप्लिन सबभन्दा सुरुमा म्यानेज गराउँछ। डिसिप्लिन बच्चालाई डिसिप्लिनमा ल्याउँछ, म्यानरमा ल्याउँछ, तिनीहरूलाई लिडरसिपको क्वालिटी दिन्छ, कसरी टिमवर्क गर्ने भन्ने कुराहरू सिकाउँछ। र प्लस हाउ टु म्यानेज द टाइम, जस्तो तपाईँले भर्खर भन्नुभयो नि गेम र पढाइ कसरी हो, त्यही त हो, त्यही त हो सिक्ने कि मलाई यदि गेम पनि खेल्नु छ भने मैले पढाइलाई कसरी म्यानेज गर्छु। जसलाई इन्ट्रेस्ट हुन्छ कि मलाई गेम पनि खेल्नु छ, मलाई जित्नु पनि छ, त्यसले आफ्नो पढाइ। कहीँ हामी हेर्छौँ नि अतिरिक्त क्रियाकलापमा म्याम कि केही बच्चा जुन सेलेक्ट हुन्छन् नि केही क्षेत्रमा, म यो गेम खेल्न चाहन्छु, बच्चा सेलेक्ट भए खुसी हुन्छन्, खेल्छन्। जुन बच्चा लाइनमै हुन्छन्, म पनि खेल्न पाए कसो हुन्थ्यो। सबै बच्चाको लागि कसो इन्भाइरोमेन्ट तपाईँले क्रिएट गर्नु कि सब बच्चा त्यसमा रमाउनु पर्यो होइन, सब बच्चा त्यसमा लाग्नु पर्यो, सब बच्चा सहभागी हुन मिलोस्, तिनीहरूको पनि त एउटा नै सर, हामीले त गर्छ, जो पार्टिसिपेट हुन चाहन्छ हामीले सबलाई चान्स दिन्छौँ। त्यसको क्राइटेरिया कस्तो हुन्छ म्याम? क्राइटेरिया टिम डिभाइड हुन्छ, ग्रुप ए, ग्रुप बी, ग्रुप सी, ग्रुप डी जतिसम्म जाओ। जस्तो कि अब फर एक्जाम्पल होइन, भलिबलको लागि 6 प्लेयर्स चाहिन्छ, मसँग 18जना बच्चा छ, भलिबलको लागि पनि मैले 4वटा ग्रुप बनाउँछु, 4वटै ग्रुपलाई के अरे प्र्याक्टिस गर्ने टाइम दिन्छु, प्लस 4वटैले गेममा पार्टिसिपेट पनि गराउँछु। अहिले यिनीहरूको लाइफमा यिनीहरूको जुन अघि तपाईँले भन्नुभयो नि कि अनुशासनहीन छ अहिलेको युवा, अहिलेको बच्चाहरू, स्पोर्ट्स अथवा एक्स्ट्रा करिकुलर एक्टिभिटिज अर्थात् अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई, बच्चाहरूलाई अनुशासनसँग सम्बन्धित राख्छ, अनुशासनमा राख्ने प्रयास गर्छ।
यो कारण के हो म्याम? आजको विद्यार्थी अनुशासनहीन किन भइराखेको छन्? हामीहरू यहाँ यति हेर्नु मेहनत गरिराखेको छौँ होइन, शिक्षक पनि यसमा मेहनत गरिरहेछन्, विद्यालय व्यवस्थापन पनि यसमा मेहनत गरिरहेछन्, घरमा अभिभावकले पनि मेहनत गरिरहेछन् कि मेहनतको कमी भयो कि हामी उनीहरूलाई ध्यानदेखि हेरेनौँ कि उनलाई धेरै छुट दिइहाल्यौँ कि उनलाई इग्नोर गर्यौँ कि? राम्रो ठाउँमा सबैले मेहनत गरिराख्नु भएको छ नि। अब यो सबभन्दा ठुलो रोल यसमा कसको त थाहा छ? टेक्नोलोजीको। हजुर, सबभन्दा ठुलो रोल छ टेक्नोलोजीको। कसले? प्यारेन्ट्सले दिने? हो, म त्यसको जवाब दिन्छु नि। पहिलाको एजमा के हो, यसमा एकजना वर्किङ हुन्थ्यो त अर्को घरमा हुन्थ्यो कि बेसी प्रायःको ड्याडी नै वर्किङ हुन्थ्यो, मदरहरू घरमै हुनुहुन्थ्यो। जे जसो भयो भने उहाँहरूले बच्चालाई हेर्नुहुन्थ्यो, चाहिने कुराहरू सिकाउनुहुन्थ्यो, गर्नुहुन्थ्यो। पढे नि नपढे नि बच्चालाई पढ भनेर बसाउनुहुन्थ्यो होइन। आजको एजमा तपाईँ यसो विचार गर्नुहोस् त, मदर एन्ड फादर बोथ आर वर्किङ के, दुवैजना वर्क बच्चा प्रायको यदि डिसिप्लिनमा छैन भने जुन यसमा तपाईँले वुमेन इम्पावरमेन्टलाई दोष दिइराख्नु भएको छ? वुमेन खोजेको होइन कि टाइम दिन नसकेको, यस्तो हो कि सर। अँ, बाध्यता छ, महँगाई यति बढेको छ, हाम्रो देशको कन्डिसन यस्तो छ होइन। अब त पहिला एकजनाले कमाउँथ्यो, 10जनाले, अहिले 4जनाले कमाउँदा पनि 4जनालाई नि पुग्दैन पुग्दैन। हो। अनि त्यो त बाध्यता छ नि, बाध्यताको वर्किङ हुनै परेको छ। र त्यहाँनिर वर्किङ हुँदा हुँदा अब दिनभरि काम गरिसकेपछि अभियसली मान्छे टायर्ड हुन्छ, फ्रस्ट्रेट हुन्छ। चाहेर पनि आफ्नो बेबीलाई टाइम दिन नसकेपछि के भयो? इजी, मोबाइल ल्याऊ, तिमी खाऊ, मोबाइल ल्याऊ, तिमी एकछिन बिजी हो, म एकछिन रिल्याक्स गर्छु, तिमी मोबाइल ल्याऊ, तिमी एकछिन बिजी हो। स्क्रिन छ नि बच्चा। गर्ने के त हो, बाध्यता नै हो नि। यसलाई कसरी, कि त सरकारले के अरे यो महँगाई घटाइदिनु पर्यो होइन, पहिले जस्तो बनाइदिनु पर्यो। न त एउटाले बच्चालाई डिसिप्लिनमा राख्नको लागि त महँगाई घटाउनु भन्दा बच्चालाई त्यो तरिका पनि लगाउनु पर्यो, स्कुलले पनि राम्रो चेतना जगाउनु पर्यो नि। अब हुँदैन, स्कुलले 9 to 4 उसको गर्ने कामै यही हो, के राम्रो के नराम्रो। इच एन्ड एभ्री टिचर पढाउनु जानुभन्दा अगाडि उहाँहरूले त पहिला 5 to 10 मिनट्स मोटिभेसनल क्लास नै दिनुहुन्छ हो। तर उम्, पनि कहीँ न कहीँ ल्याकिङ भइ नै राखेको छ क्या। क्या हो, टेक्नोलोजीसँग उनी पनि त्यस्तो कनेक्टेड छन् कि? टिचर टेक्नोलोजीसँग कनेक्टेड भए पनि आफ्नो आफ्नो कामबाट त उहाँहरूले चिटिङ गर्नुभएको छैन नि। त्यही आफ्नो सिलेबस त टाइममै पुरा गर्नुभएको छ, आफ्नो कोर्सहरू भ्याउनु नै भएको छ, हजुर। बच्चाको बुक्स कपिजहरू चेक गर्नु नै भएको छ। आफ्टर द्याट उहाँले के गर्नुहुन्छ त्यो त अब त्यसमा त हामीले त्यही त गुनासो म्याम, गर्न सकिँदैन। तपाईँले मैले भने नि पहिलाका तपाईँले अघि नै जब सुरुवात गर्नुभयो नि कि जब पहिलाको समयको जुन शिक्षा थियो त्यसमा त एकदमै स्ट्रिक्टनेस थियो, बच्चाहरू टिचर्सलाई हेर्दाखेरि नि पनि डराएर डराउँथे होइन। हो। अहिले त बच्चा टिचरसँगै रमाइरहेको, हामी कस्तो यस्तो भिडियोज पनि हेर्छौँ कि बच्चा टिचरसँग डान्स पनि अहिले गरिरहेको, एजै त्यस्तो भइसकेको छ क्या त्यस्तै सर। त्यस्तै कुरा भइसकेको छ। हो, अहिले त त यसमा डिसिप्लिनमा कमी आउँछ कि आउँदैन? अभियसली हो, त्यो पनि एउटा ठुलो, त्यसले किनभने ठुलो हाम्रो play गरेको मार्गदर्शक नै छ। हामीसँग त्यस्तो तरिकादेखि रमाइराखेको छ भने उनलाई बाटो कसले देखाइदिन्छ? त्यो अहिले त सिचुएसनै त्यस्तो भइसकेको छ नि। अहिले तपाईँले पिट्न पाउनुहुन्न, अहिले तपाईँले गाली गर्न पाउनुहुन्न, अहिले त इभन त अहिले तपाईँले ठुलो स्वरले बच्चासँग बोल्न पनि पाउनुहुन्न। त्यो तरिकाले कसरी डिसिप्लिनमा लाउने त्यो बच्चालाई? अहिलेको सबभन्दा ठुलो च्यालेन्ज नै त्यही हो नि त। त्यसैले त यो एक्स्ट्रा एक्टिभिटी छ, गेम्स छ। जब हामीले तिमीलाई एउटा जिम्मेवारी दिइदिन्छौँ, एउटा पोस्ट दिइदिन्छौँ, यु आर अ क्याप्टेन, यु आर अ लिडर, त्यसपछि उनलाई लाग्छ कि मैले पनि गर्नुपर्छ र अरूले पनि सिक्नुपर्छ। मन हो कि यदि बच्चालाई अनुशासनमा लाउनु छ भने तिमीलाई यदि सानोभन्दा सानो जिम्मेवारी दियो दियो भने भने यस उनी अलिकता डिसिप्लिनमा आउँछ, चेन्जेस आउँछ। आउँछ यो आउँछ टोटल स्टेटमेन्ट हामी यसैमा राखौँ एकदम एकदम। होइन। अब अर्को पालोमा एबिसी रेजिडेन्सियलमा पढाएको तपाईँलाई कतिको समय भयो? 6 वर्ष कम्प्लिट भयो। 6 वर्षको समयमा तपाईँले कस्तो अनुभव बटुल्नु भयो? त्यहाँको इन्भाइरोमेन्ट र त्यहाँको वातावरण कस्तो छ? त्यहाँको एकदम फ्यामिलियर छ, हजुर। स्टुडेन्टको लागि पनि, टिचर्सको लागि पनि, हामीलाई पनि होइन। हामीलाई कसैलाई पनि कुनै पनि कहिले समस्या आउँदा हामीले फ्रिली भन्न सक्छौँ, फ्रिली त्यसलाई सबैले हेर्नु पनि हुन्छ, सपोर्ट पनि गर्नुहुन्छ होइन। हजुर। र पढाइको मामलामा पनि कुनै पनि के भन्छन् त्यस्तो चिटिङ गर्ने या टाइम पास गर्ने त्यस्तो कोही पनि हाम्रो टिचर्सहरू हुनुहुन्न। सबै टिचर्सहरू हार्डवर्किङ हुनुहुन्छ, एकदम एकदम टाइममा आउने, रेगुलर आउने होइन। हजुर। र माहौल त अहिले त धेरै पहिला अहिले सोसियल मिडियामा हामीले स्क्रोल गर्दा एबिसी रेजिडेन्सियलमा धेरै कुरा, क्रियाकलापका कुराहरू देखा परिराखेकै नै छ। तर सबै त्यो इन्टर स्कुलसँग सम्बन्धित छ। हामी के बाहिर गेममा पार्टिसिपेट
छैनौँ सर। हजुरले त्यसो भए स्क्रोल गर्दाखेरि मिस गर्नुभयो होला। अहिले रिसेन्टली नै हाम्रो नेपाल ट्यालेन्ट सो भएको थियो, जसमा मेरो बच्चाहरू डायमन्ड राउन्डसम्म पुगेको छ। फर्स्ट राउन्डदेखि डायमन्ड राउन्डसम्म पुगेको छ र इच एन्ड एभ्री बच्चा बच्चा पुगेको छ। ह्यान्डराइटिङमा पुगेको, डान्समा पुगेको छ, स्पिचमा पुगेको छ। तपाईँले स्क्रोल गर्न अलि मिस गरिदिनु भयो। राउन्ड अहिले भर्खर भएको हो कि कहिले भएको यो यो बिफोर 2 मन्थ त्यसमा नेपाल राज्यभरिकै नेपालभरिकै विद्यार्थीहरूले अनलाइन पार्टिसिपेट गर्न पाएको थियो। ठिक छ। अब हामी अतिरिक्त क्रियाकलापलाई तपाईँले अतिरिक्त क्रियाकलाप खेलिदिनको लागि, त्यसमा सहभागी भइदिनको लागि विद्यार्थीहरूलाई कसरी मोटिभेट गर्नुहुन्छ, प्लस अभिभावकले पनि विद्यार्थीलाई कसरी यसमा गर्नुपर्छ है भनेर कसरी मोटिभेट गर्नु पर्यो? जस्तो मैले भने नि, हाम्रो एक्स्ट्रा एक्टिभिटी पिरियड हुन्छ नि, हामी त्यसमा निकाल्छौँ, बच्चा निकाल्छौँ। त्यसपछि हामी त्यसमा आइडेन्टिफाई गर्छौँ कुन बच्चालाई कुन गेममा रुचि छ, कुन बच्चा राम्रो छ। जस्तो कोही क्रिकेटमा राम्रो छन्, कोही भलिबलमा राम्रो छन्, कोही फुटबलमा राम्रो छन्। त्यसपछि हामी कोसिस पहिला हामीले एउटा नोटिस पठाउँछौँ कि यस्तो यस्तो गर्न लागेको छौँ, हजुरहरूले आफ्नो बच्चाहरूलाई इन्भल्भ गराउने कि नै। अब कतिपय प्यारेन्ट्सहरू त आजभोलि सबै नै जागरुक भइसक्नु भएको छ। कतिपय प्यारेन्ट्स, म्याक्सिमम् प्यारेन्ट्सलाई यो थाहा छ कि पढाइ सँगसँगै एक्स्ट्रा एक्टिभिटी चाहिन्छ, होइन? खोज्छन् पनि, प्रत्येक गार्जेनहरूले खोज्नु पनि हुन्छ त्यही नै। अब कतिपयले इजिली नै पर्मिसन दिइहाल्नुहुन्छ। जसले पर्मिसन दिनुहुन्न उहाँलाई हामीले पर्सनली कल गरेर बुझाउँछौँ, अनि उहाँले पनि पर्मिसन दिनुहुन्छ। सम्बन्धमा एसीमा बच्चाको तयारी कस्तो छ? अहिले अलमोस्ट पुगेको छ तयारी त। अब सर लास्ट डेसम्म पनि 100% हुँदैन है। तयारी त आफ्नो हकमा टिचर्सहरूले पनि बेस्ट गर्नुपर्छ, बच्चाले पनि बेस्ट गरेछन्। अब त्यो त लास्टमा त भन्ने रिजल्टले नै हो। विद्यार्थी र आफ्नो शिक्षकहरूसँग आउने एसईमा राम्रै एक्सपेक्टेसन राखेको छु सर, तर अब हेरौँ रिजल्ट के हुन्छ। ठिक छ। अब हामी कार्यक्रमको अन्तिममा आइसकेको छौँ। तपाईँले शिक्षासँग सम्बन्धित अथवा सरोकार राख्ने व्यक्तिहरूसँग अथवा अभिभावकसँग विद्यार्थीलाई के कस्ता सन्देश दिन चाहनुहुन्छ? सन्देश हो हुन त अब म पनि त्यति सन्देश दिने जस्तो त छैन, होइन? पनि यति मात्रै हो कि आजको एजमा अलिकति समय दिनु पर्यो। अभिभावकहरूले आफ्नो बच्चाहरूलाई समय दिनु पर्यो। अलिकति भयो भने एटलिस्ट हाफ एन आवर दिनमा दिनु पर्यो बच्चाहरूलाई। प्लस बच्चाहरूले के गर्नु पर्यो, पढाइमा मात्रै नभएर एक्स्ट्रा एक्टिभिटीमा पनि तिनीहरूले पनि अलिकति आफ्नो फोकस दिनु पर्यो। र शिक्षा सरोकारवालालाई के भन्न चाहन्छु भने अलिकति सजिलो बनाइदिनु पर्यो एटमोस्फियर। आइदिनुमा एकदमै धेरै धेरै धन्यवाद गर्न चाहन्छु। हुनुहुन्थ्यो एबिसी रेजिडेन्सियल सेकेन्डरी स्कुलका एकाडेमिक कोअर्डिनेटर म्याडम ज्योति बेस। अब हामी यसै नयाँ एपिसोडमा नयाँ विषयवस्तुको साथमा प्रस्तुत हुने बाचाको साथ बिदा चाहन्छौँ। हस्त, धन्यवाद, नमस्कार।